मस्त पढ्नुपर्छ यार, पढ्नु पर्यो यार, भोलि इक्जाम छ यार। के पक्कै नै यो साथी चाहिँ पढ्छ होला, म फोन गर्नु पर्यो। के आउँदैन मलाई यार, यसले सिकाउँछ यार मलाई। फर्स्ट हुनु पर्यो नि यार क्लासको। कसको कल आयो? हेलो हेलो साथी, के गर्दैछौ? मस्त गेम खेलेर बस्दैछु हो। सुन न यार, भोलि इक्जाम छ यार, पढेको छैन केही यार, सँगै पढौँ न है। म त केही पढेको छैन यार, म त मस्त गेम खेलेर बस्दैछु हो। को पढ्छ यार, पढेर जान्छ यार। के भन्छ यार, पढेको छैन तिमीले केही पनि यार? भोलि इक्जाम छ यार, पढ्नु पर्दैन? जान यार, सँगै बसेर पढौँ भनेको त यार, तिमी यार छ कहाँ पढेर दिन्छ यार इक्जाम पनि त। मस्त सुत्दिने हो, मस्त भिडियो हेरिदिने हो, गेम खेलिदिने बस्ने हो रातभरि। पढ्नुपर्छ क्या साथी यार, पढौँ यार, भोलि इक्जाम छ यार, केही जानेको छैन यार। झन् सँगै बसेर रातभरि पढौँ भनेको त कहाँ नपढिकन जाने हो नि यार साथी यार। यसो गर न, गेम हान्दिउँ न त साथी, छोडिदेऊ, पढाइ छोडिदेऊ, खल्ली बल्ली गेम खेल्ने रे। आऊ गेम हान्दिउँ न त, आऊ आऊ गेम हानिदिनुपर्छ मस्त यार। हुन्न होला यार गेम खेल्ने यार। अब है, ल त ल आउँछु, ल ल ल। ए खल्ली बल्ली पढाइ सढाइमा गोली मार, हान्दिउँ न त ल गेम। आऊ 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 हान्दिउँ गेम, पढाइ सढाइ खल्ली बल्ली। आऊ टोइलेट जान्छु, अनि 15 मिनटपछि तिमीलाई म कल गर्छु, अनि त्यसपछि खेलौँला नि है। तिमी खेल्दै गर न गेम, म आउँछु 15 मिनटपछि। त साथी ल, मोबाइल फ्लाइट मोड, लु जा, मस्त पढ्ने अब। हाँ नान कति भयो, टाइम भयो यार, 15 मिनटमा आउँछ भने त। ल 1 घन्टा हुन लागिसक्यो, अहिलेसम्म आएन। एकचोटि कल गर्छु। अहिले सम्पर्क गर्न खोज्नु भएको मोबाइलको स्विच अफ। स्विच अफ रे? त्यसको घरै जानु पर्यो एकचोटि हेर्ला। त 15 मिनटपछि आउँछ भनेको मान्छे।